नजाने भन्दै थियो। अनि बाउको भोट कहाँ मैले हाल्नु मिल्छ अरे त? भोट लिस्ट हरायो नि दर्ता भएपछि हुन्छ भन्थ्यो हो के त? हेलो गाइस, म चाहिँ अहिले टक्क लाएर होइन खानासाना खाएर आज त फागुन 21 हो, त्यही भएर सो होइन भोट हाल्नलाई हो कि कता हिँड्ने हो म चाहिँ होइन, त्यही हो। अब भोट चाहिँ कसलाई हालिन्छ त्यो चाहिँ थाहा भएन होइन। अहिले चाहिँ ठ्याक्क कन्फिडेन्स छ के कसले हाल्दा चाहिँ राम्रो परिवर्तन ल्याउँछ भन्ने कुरामा चाहिँ कन्फिडेन्स हो। अनि टक्क म चाहिँ भोट हाल्नलाई हिँडेको। अनि मेरो बाउको चाहिँ भोट लिस्ट हरायो भन्नुहुन्थ्यो। अनि भोट लिस्ट चाहिँ भोट लिस्ट नभए नि दर्ता भएको चाहिँ हुनु भन्ने हल्ला चाहिँ सुनेको थिएँ मैले। सो त्यही हो, आज भोट चाहिँ कसलाई हालिन्छ भन्ने कुरा चाहिँ कन्फिडेन्स छ होइन। अनि म चाहिँ भोट चाहिँ कहाँ जानु लाग्यो भने भोट हाल्नलाई चाहिँ तल जानुपर्छ। यो स्कुल छ नि, यो राजा ट्रस्ट भएको यो चाहिँ स्कुल हो त्यहीँ भोट हाल्नु जानु लाग्यो। हाम्रो सबै भोट त्यहीँ हुन्छ। जहिले भोट चुनाव आउँदा भोट हाल्ने चाहिँ त्यहीँ जानुपर्छ होइन। अनि भोट हाल्नलाई चाहिँ त्यहाँ त्यत्रो धाए धाए भोट हाल्नुपर्छ है। अनि चुनाव सकेपछि परिवर्तन छैन ल होइन, धुलो उड्ने बाटो धुलो उडिरहेको छ। अनि गाह्रो छ भोट हाल्नलाई चाहिँ। ल कहाँ कहाँदेखि धाइ 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 त्यत्रो टाढो टाढो गएर भोट हाल्नुपर्छ होइन। अनि लास्टमा परिवर्तन चुनाव सकेपछि ल छैन ल। सो त्यही हो, म चाहिँ अब घरबाट चाहिँ निस्किसक्यो होइन। अब भोट चाहिँ कसलाई हालिदिन्छ त्यो चाहिँ अब बिस्तार सोच्नु पर्ने कुरा हो।